दर्शकबिन यद्यपि यतिखेर भूमिकाको जीवनमा सङ्कटै सङ्कट आइपरिरहेका छन्। हो दर्शकबिन विगतका दिनहरूमा आफ्नो आमा बालकुमारीसँग मिलेर भुन्टीले धेरै यातना टचराहरू दिँदै भुन्टीलाई भोगोकै राखेर भुन्टीले जति राम्रो गर्दा पनि भूमिकाले आफ्नो आमासँग मिलेर आफ्नो भाउजूलाई चट्कनसम्म हानेर भुन्टीलाई हुने नहुने गाली गलौज गर्दै भुन्टीलाई घरबाट निकाल्ने योजना आमा छोरी मिलेर बनाएकी थिइन्। तसर्थ भुन्टीको गर्भमा रहेको गर्भ पनि खेर जाने गरेर आमा छोरी मिलेर भर्याङमा तोरीको तेल हालेर भुन्टीलाई लडाएर भर्याङबाट भुन्टी आफैले लडाएर चाहिँ गर्भ तुवाएको हो यानि गर्भ खेर गएको हो भन्ने कुराहरूले यसरी कुराहरू लगाएर भुन्टीलाई अनेक यातना टचराहरू दिँदै घरबाट निकालिदिएको कुराहरू सर्वविदितै छ। तसर्थ यतिखेर विवाह बन्धनमा बाँधिसकेकी भूमिका भने यतिखेर घरमा गएर आफ्नो श्रीमान सासू र आमाज्यूबाट यतिखेर तिरस्कार भइरहेकी छिन् र तिरस्कार पाइरहेकी छिन्। तसर्थ यतिखेर आफ्नो आमाजीले भने गालामा 2-4 चट्कनसँग लाइसकेको दृश्य हामीले देख्न सक्छौँ भने सासू र श्रीमानले पनि त्यस्तै गरिरहेका छन् भूमिकालाई। तसर्थ यतिखेर फोन कल गरेर रुँदै आफ्नो आमा बालकुमारीलाई फोन कल गरेर रुनु बाहेक अरू कुनै विकल्प रहेको छैन भूमिकालाई। तसर्थ यतिखेर भूमिका आफ्नो घरबाट माइती घरमा आएकी छिन्। तसर्थ माइती घरमा आएर आफ्नो आमालाई यो सबै कुराहरू भन्नु पर्यो भनेर भनिरहेको अवस्थामा आफ्नो श्रीमान मोहनले यो कुराहरू थाहा पाएपछि आफ्नो सासूको नजिक आफ्नो श्रीमतीलाई धेरै माया गरेको जस्तो गरेर सासूको छेउमै आफ्नो श्रीमती भूमिकाको हात सुमसुमाउन जान्छन् मोहन। तसर्थ यो अवस्था यानि कि यो दृश्य देखेपछि बालकुमारी भने ज्वाइँ साहबले मेरो छोरीलाई धेरै माया गर्नुहुन्छ, यसरी विदेशमा बसेको मान्छे तसर्थ सासू छेउमा लाजै नलाई यसरी हात सुमसुमाउन आउनुभयो भनेर बालकुमारी भने त्यहाँबाट उठेर बाहिर जान्छन्। तसर्थ त्यति नै बेला गएको चुकुल लाउँदै आफ्नो सासू त्यहाँबाट गइसकेपछि आफ्नो श्रीमती भूमिकालाई यसरी घरमा भएको सानोतिनो झगडा कुराहरू माइती घरमा सुनाइन् भने तिम्रो जिन्दगीमा म नर्क बनाइदिन्छु र तिमीलाई जसरी भए पनि डिभोर्स गरेर छोड्छु भनेर यस खालको कुराहरू मोहनले भूमिका यानि कि आफ्नो श्रीमतीले गरेपछि भूमिका भने सरी बुवा सरी मैले चाहिँ आमालाई ढाँटेर यस खालको कुराहरू गरेको हो भनेर भनिरहेको कुरा हामीले देख्न सक्छौँ। हो दर्शक यद्यपि यतिखेर भने उतापट्टि भुन्टी भने घरबाट निस्केर गइसकेपछि बेपत्ता भएकी छिन्। तसर्थ यतिखेर आफ्नो जेठाजु र दाइ टोकोलेले भुन्टीलाई सहरको गल्ली गल्लीमा खोजिरहेका छन् भने जेरी र श्रेया पनि आफ्नो श्रीमान यानि कि भुवनको डरले भुन्टीलाई टोकोले र भुवनले भन्दा पहिले भेटेर भुन्टीलाई गायक बनाउने योजना बनाउँदै श्रेया र जेरी पनि आफ्नै स्वार्थमा लागिरहेकी छिन्। तसर्थ भुन्टी भने यतिखेर नेपालमा छैनन्, विदेशकी भूमिमा भुन्टीलाई हामीले देख्न सकिन्छ। समुद्रको तीरमा गएर भुन्टी भने झोक्राएर बसिरहेको हामीले दृश्यहरू देख्न सक्थ्यौँ भने त्यहीँ पहिले काम गरेको भुन्टीको साहुनी त्यहाँ भेटेपछि भुन्टी र साहुनी बीच भने भेट भइसकेको छ र दुवैजना अङ्गलमार गरेर बसिरहेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ भुन्टी सिरियलको समाप्त त्यहीँ भएको थियो। हो दर्शकबिन यद्यपि विदेशी भूमिमा देखिएकी भुन्टी के पक्कै विदेश गएको होला त के होला त दर्शकबिन यो सम्पूर्ण जानकारी थाहा पाउनको लागि भने अब आउनु नयाँ भुन्टी भएको प्रतीक्षा हामीले गर्नुपर्ने हुन्छ। त्यति दिनसम्मको लागि हामीले प्रस्तुत गरेका भुन्टी सिरियलको भिडियो तपाईँहरूलाई कस्तो लाग्छ मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला।